हेलो फ्रेन्ड, गुड मर्निङ होइन। अब म चाहिँ यो च्यानलबाट आएको हो होइन। अब म यहाँ नोबेल ग्यास हिजो मैले नोबेल ग्यास पढाएको थिएँ कि क्वेसन्सहरू नि गराएको थिएँ होइन। अब तपाईँहरूलाई कस्तो लाग्यो, हेर्नुभयो कि हेर्नु भएन, हेरिदिनुहोस्, लाइक सब्सक्राइब चाहिँ गरिदिनुहोस्, मलाई नि सपोर्ट गरिदिनुहोस्, म नि तपाईँलाई सपोर्ट गरिदिने हो। अनि आज म अक्सिजन र ओजोनको बारेमा पढाउँछु होइन। अब मेन चाहिँ यो च्यानल चाहिँ आइबी र सीईको लागि दुइटैको लागि हुने गरी क्वेसन्सहरू गराउँछु है। मैले चाहिँ हिजोदेखि भर्खर सुरु भन्नाले चाहिँ गराएको छु भन्दाखेरि चाहिँ केमिस्ट्रीको इनअर्ग्यानिकबाट सुरु गरेँ। इनअर्ग्यानिक सकेपछि अर्ग्यानिक फिजिकल सबैमा आउँछु है। अनि फिजिक्सको पनि गराउँछु म, अनि सबैको कलेक्सन टोटलमा क्वेसन्सहरू नै गराउँछु म। एक दिनमा एउटा मात्रै भिडियो नभएर 2-3वटा भिडियो नै अपलोड गरिदिन्छु, जुन चाहिँ तपाईँहरूलाई प्र्याक्टिस गर्न झन् सजिलो हुन्छ। अनि यो के कुरा पनि भन्न चाहन्छु भने म्याथको चाहिँ मैले भने नि तपाईँहरूलाई लाग्न सक्छ होइन। म्याथको चाहिँ म क्यालकुलेटरबाट हुने, जस्तै अब एन्टी डेरिभेटिभ, ट्रिग्नोमेट्री, अनि कम्प्लेक्स नम्बर, कुन च्याप्टरहरू छ नि, सेटहरूको पनि कुनै च्याप्टरहरू छ, कुन पार्टहरू छ जुन चाहिँ हामीले क्यालकुलेटरबाट गर्न सक्छौँ। त्यो क्यालकुलेटरबाट गर्ने क्वेसन्सहरू चाहिँ म गराइदिन्छु होइन। थ्योरीबाट क्वेसनहरू छ भने गर्ने चाहिँ त्यो पनि कुनै छ भने आएन भने तपाईँहरूले सोध्न सक्नुहुन्छ मलाई। तर त्यो चाहिँ म भयो भने त लास्टतिर गराउँछु। तर क्यालकुलेटरबाट हुने क्वेसन्सहरू म म्याथको सबै गराउँछु, किनभने म्याथको त म्याक्सिमम् तपाईँले क्यालकुलेटरबाट गर्न सक्नु पऱ्यो है, गर्न सकिन्छ पनि। सबभन्दा पहिला म केमिस्ट्रीबाट नै सुरु गराएको छ। केमिस्ट्रीको चाहिँ मैले इनअर्ग्यानिकबाट सुरु गराएको छ। अनि त्यसपछि फिजिक्सको पनि गराउँछु, सबै गराउँछु। यही च्यानलमा आउँछ, तपाईँहरूलाई क्वेसन पनि मजाले धेरै क्वेसन आउँछ। अनि यो क्वेसन्सहरू चाहिँ मैले डिफ्रेन्ट बुकबाट कलेक्ट गराएको छ है। मसँग धेरै बुकहरू छ, त्यही भएर 11को पनि 12को पनि अनि यताको पीको यताउताको सबै कलेक्ट गरेर राखेको छ। यो क्वेसनहरू तपाईँहरूले धेरै नै हेल्प हुनेछ है। तपाईँले एकचोटि पढ्नुहोस्, म जति पनि भिडियोहरू हाल्छु हेर्नुहोस् है। लाइक सब्सक्राइब पनि गरिदिनुहोस्, मलाई नि सपोर्ट गरिदिनुहोस्, तपाईँलाई धेरै नै हेल्प हुन्छ है। थ्याङ्क यू।